स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछाने भारत भ्रमणका लागि सोमबार मध्याह्न दिल्ली प्रस्थान गर्नु भएको छ। राष्ट्रसभाको नेतृत्वमा सरकार गठन भए पश्चात सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो। सभापति लामिछानेसँग श्रीमती निकिता पौडेल पनि भारत भ्रमणमा हुनुहुन्छ। सत्तारूढ दलका प्रमुखको यस भ्रमणलाई राजनैतिक विरुद्धमा विशेष चासो र महत्वका साथ हेरिएको छ। भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्च स्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जेठ 20 गते भेटवार्ता गर्ने कार्यक्रम तय भएको भारतीय जनता पार्टी भाजपाले जनाएको छ। भेटघाट कहाँ र कति बजे हुने भन्ने बारे अहिलेसम्म तय भइसकेको छैन, तर आगामी बुधबारका लागि प्रधानमन्त्री मोदीको समय खाली राखिएको छ। गत फागुन 21 गते सम्पन्न चुनावपछि सबैभन्दा ठूलो पार्टी भएर सत्तामा आएको रासपाको तर्फबाट यो पहिलो उच्च स्तरीय विदेश भ्रमण हो। प्रधानमन्त्री मोदीका साथै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत अन्य उच्च अधिकारीसँग पनि भेटवार्ता हुने कार्यक्रम तय भएको छ। सभापति लामिछाने भाजपाको निमन्त्रणमा भारत जानु भएको हो। उहाँ मंगलबार बिहान 11 बजे भाजपाको मुख्यालय जाने कार्यतालिका छ। त्यहाँ उहाँलाई पार्टीको तर्फबाट स्वागत गर्ने कार्यक्रम रहेको छ। भाजपाको कार्यालयमा भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटघाट हुनुका साथै पार्टीका